स्थानीय निकायको व्यवस्थामा चौडण्डी गढीको पर्यटक विकास पर्यो ओझेलमा। सबै नेताहरूलाई भन्न चाहन्छु, एकपटक आएर यो सडक किन पिच भएन, यो सडक पिच नहुनुको कारण के हो? ल हेर्नुहोस् गाइजहरू, अब यो चौडण्डी गढीको भ्यू टावर एकदमै पर्यटकले सम्भावना बोकेको क्षेत्रमा फोहोर मानिसहरूले व्यवस्थापन नगरेर यहाँ आउँदो रहेछ, खाँदो रहेछ, फ्याल्दो रहेछ। आम सो हे गाइज, वेलकम टु ब्याक माई युट्युब च्यानल र तपाईँहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ म गाउँ आएको तेस्रो दिन भइसकेको छ। अनि आज चाहिँ मसो फाइनली चाहिँ हामी रामपुर बजार जाँदैछौँ, अनि लालबजार बजार पनि। अनि त्यहाँ थोरै काम परेको कारणले हामी जान लागिरहेको छौँ। अनि आजको मौसम चाहिँ एकदमै खराब छ, किनभने यस्तो कुहिरो सुइरो लागेर यस्तो धुस्से लागेर घाम पनि मजाले उदाएको छैन। अलिकति हल्का चिसो छ, अरू बेला गर्मी भए पनि आजको दिन चाहिँ अलिकति चिसो छ। अनि म यतातिर बसिरहेको छु। अब निरज चाहिँ बाइक लिएर झर्दैछ, अनि त्यस चाहिँ हामी बाइकमा जाँदैछौँ। अनि बाटो चाहिँ एकदमै धुलो छ क्या, कति धेरै धुलो नै धुलो छ पुरै। सो गाइज, अनि आजको भिडियोलाई हेर्दै गर्नु होला। आज हामी जानेछौँ रामपुर, त्यसपछि लालबजार, अनि त्यसपछि फेरि ब्याक टु होम हुनेछौँ। सो गाइज, भिडियोमा जोडिराख्नु होला। नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है त। आज के खान्छ र 30 रुपियाँको थुक्पा त त्यो भन्दा के खान्छ जे भयो भने। म त भोके पनि आइपुगिहाल्छु नि, अब आयो 11 बजीतिर आइपुगिहाल्छु नि। यहाँ चाहिँ बाटो यस्तो खत्तम छ क्या। अब यहाँ तल हेर्नु न, यता त ठिकै छ, यहाँ तल त आम्मामा धुलो यति धेरै छ कि बाटो। सो गाइस, अहिले हामी चाहिँ छौँ रामपुरको बजारको यो बरगाछीको छेउको हाम्रो आदरणीय दाइको पसलमा। अनि हामीले यहाँबाट कपडा लियौँ, अनि एकदमै उहाँले हामीलाई सुपथ मूल्यमा कपडाहरू दिनुभयो। अनि उहाँले आफ्नो पसलको विषयमा यहाँ के पाइन्छ, अनि कस्तो कुराहरू पाइन्छ भन्ने कुरा, अनि कहाँदेखि सामानहरू लिएर बेच्दै हुनुहुन्छ, अनि उहाँको परिचय र थोरै उहाँको पसलको विषयमा तपाईँहरूलाई जानकारी दिनको लागि चाहिँ यो भिडियो मैले बनाइरहेको छु। नमस्कार, मेरो नाम दिपेन्द्र खड्का। यहाँ चाहिँ बर पिपल मुनि चाहिँ हाम्रो यस पसलमा सम्पूर्ण खाले ब्रान्डेड आइटम रिजनेबल प्राइसमा पाउनुको साथै अप्सनहरू पनि धेरै पाइन्छ र क्वालिटीमा पनि अलिकति राम्रै बेचौँ भन्ने हिसाबले चाहिँ यहाँ गरिरहेको हो। यही हो, आइदिनु होला, सबैले एकपल्ट हेरिदिनु होला, सेवा गर्ने मौका दिनु होला। धन्यवाद। हुन्छ। अनि तपाईँहरूले यहाँको पसलको लगायत हेर्नुहोस्, रामपुर बजारको विकास बेलाका नगरपालिकाको अब यहाँ मेन सडकमा कोही आधी चाहिँ किन हो भने पिच अरे। अब पिच पनि यस्तो गरेको छ क्या, पुरै यस्तो छ हालत।
यता चाहिँ पिच छ अनि उता पनि पिच छ अनि यो बिच बर पिपलमा चाहिँ कोही किन छोड्या हो पिच हुनुपर्ने हो खासमा विगत आजभन्दा धेरै वर्ष अगाडि रामपुर आउँदा पनि यो बाटोको स्थिति यही नै थियो यो यहाँ हेर्नुहोस् मेन चोक यो बर पिपल चोकको बाटो तपाईँहरूले देख्न सक्नुहुनेछ के होला यस्तो हालत यस्तो रामपुर बजारको बाटो अरे पिच छ यस्तो यहाँनिर होइन एकदम हेर्न पऱ्यो ल सरकारको ध्यान जाओस् दर्दनाक छ अवस्था यस्तो छ बाटोको हालत आज हामी चौडण्डी गढी जाँदैछौँ अनि आज हामी यो समय चाहिँ ठ्याक्कै सुपाडेमा छौँ हामी रामपुरबाट फर्किँदैछौँ रामपुर गएको थियौँ अनि त्यहाँ केही काम गरेर अनि फर्किँदैछौँ आज चाहिँ हामी सुपाडेदेखि चाहिँ सिधै चौडण्डी गढी यति लामो बाटो छ यति अफ रोड छ राइडिङको लागि चाहिँ निस्किँदैछौँ सो अनि मसँग भाइ छ निरज अनि त्यस पछाडि म भइहाल्यो अनि कतिको बाटो अप्ठ्यारो छ अब फर्स्ट टाइमको राइड हो यो चाहिँ हाम्रो लागि अब सो गाइस यात्रालाई अगाडि बढाउँदैछौँ र सो अन्तिमसम्म भिडियोमा जोडेर बस्नु होला है त गाइसहरू तपाईँहरूले देख्न सक्नुहुनेछ बाटो चाहिँ यस्तो छ अब हामी कति घन्टामा पुग्ने छौँ त्यहाँ तपाईँहरूलाई समय पनि देखाउने नै छौँ अनि सो अहिले चाहिँ हामी ट्याक्कै यो सुपाडेदेखि अलिकति मासतिर छौँ र चौडण्डी गढी चाहिँ एक किसिमको तपाईँहरूलाई भन्नुपर्दा ऐतिहासिक स्थल हो त्यहाँ चाहिँ पहिला राजदरबार थियो अहिले चाहिँ अब राजदरबारको चाहिँ नक्सा मात्रै छ यो चाहिँ उदयपुरकै एउटा मुख्य पर्यटकीय केन्द्रबिन्दु पनि रहेको स्थान हो र सुपाडेबाट यो हाइवेबाट चाहिँ मदन भण्डारी राजमार्ग हाइवेबाट चाहिँ कसरी पुग्न सकिन्छ त चौडण्डी गढी भन्ने आज तपाईँहरू हामी यो राइडमा चाहिँ देखाउनेछौँ है त र यात्रालाई अगाडि बढाउँदैछौँ हामी बाटो एकदमै सुपाडेबाट चाहिँ अफ रोड छ अलिकति राम्रो छैन त्यही पनि गाडी बाइक हल्का चाहिँ जान्छ अनि तपाईँहरूले देख्न सक्नुहुनेछ सो हामी अघि बढ्दैछौँ अहिले हामी गाइस बेलाका नगरपालिका 5 शिखरमाडीमा छौँ र तपाईँहरूलाई थाहा छ अब बेलाका नगरपालिका पश्चात चाहिँ फेरि चौडण्डी गढी नगरपालिका चाहिँ छुन्छ अनि आज हामी जाँदैछौँ चौडण्डी नगरपालिकाभित्र रहेकै चौडण्डी गढी दरबार र सो तपाईँहरूले देख्न सक्नुहुनेछ बाटो एकदमै धुलो छ किनभने पानी परेको छैन चैतको महिना हो धुलो भनेको यति धेरै उठ्छ कि तपाईँहरूले सोच्दा पनि सोच्न सक्नुभएको छैन होला तर यस्तो खतरा धुलो उठ्छ कि बाइकको हालत त यो बाटो त खत्तमै हुने रहेछ फर्केर ठ्याक गरेर यति धेरै धुलो उठ्छ क्या गाई अनि तपाईँहरूले देख्न सक्नुहुनेछ धुलो भनेको यस्तो खतरा उडिरहेको छ कि त्यही पनि अब हामी लगातार अगाडि बढिरहेका छौँ अब हाम्रो यात्रा अगाडि बढ्दैछ तपाईँहरूले देख्न सक्नुहुनेछ धुलोको हालत बाटोको हालत यो शिखरमाडी अब शिखरमाडीदेखि हामी उकालो निस्कनेछौँ तपाईँहरूलाई दृश्यमा अहिले हामी यो शिखरमाडी बजारको बाटोमा छौँ यहाँ अलिकति भित्र चाहिँ यो तपाईँहरूले देखिरहनु भएको दृश्य त्यहाँ चाहिँ शिखरमाडी बजार हो भने अब हामी ठाडो उकालो लाग्दैछौँ हाम्रो यात्रा भनेको चौडण्डी गढी दरबार अनि यो बाटोको हालत हेर्दाखेरि चाहिँ एकदमै दयनीय छ क्या धुलो त्यस्तै अनि त्यस पछाडि यो खाल्टा खुल्टी भनौँ न यो बाटोमा हामीले आज राइड गर्दै गर्दाखेरि हामी सायद चौडण्डी गढी दरबार पुग्दा चाहिँ भोलि चाहिँ नुहाउनु पर्ने अवस्था हुन्छ रुगा मार्गी धुलो त्यही भएर मैले मास्क र चस्मा लाउनुको कारण चाहिँ यो हो र अब चाहिँ हामी केही माथि पुगेपछि हामी चौडण्डी गढी नगरपालिकालाई चाहिँ हामीले छुन्छौँ अब चाहिँ अलिकति माथि पुग्न साथ चाहिँ तपाईँहरूले दृश्यमा देख्न सक्नुहुन्छ बाटोको हालत चाहिँ यस्तो छ खतम छ बाटो चाहिँ एकदमै यहाँनिर उखारिरहेको छ होइन यहाँनिर तपाईँको के भन्नुहुन्छ भने हाम्रो पिछाडेको त धुलान बनादिया हामी अहिले शिखरमाडीको सिरानमा छौँ तपाईँहरूले यो तलतिर देखिरहनु भएको गाउँ चाहिँ शिखरमाडी हो अनि अब हामी चाहिँ उकालो लाग्दैछौँ र बाटो चाहिँ तपाईँहरूले बाटोको हालत देखिहाल्नु भयो यहाँ कति धेरै धुलो उडिरहेको छ धुलो भन्ने कुरा चाहिँ यति धेरै छ कि त्यो तपाईँहरूले कल्पना पनि गर्न सक्नुहुन्न सित्तैको पाउडर धुलो चाहिँ यति धेरै छ कि त्यो तपाईँहरूले देख्न सक्नुहुनेछ तर बाटो तलतिर बाटो कोही छैन यता हो र बाटो सायद यतै होला
हामी अब अलिकति धेरै गाडी हिँडेको भनेपछि यहाँ चाहिँ ठुलो बाटो रहेछ अलिकति हामी झुक्यौँ तर पनि अब गाडीको पाइला र धुलो हेर्दा चाहिँ सायद चौडन्डी गढी जाने बाटो चाहिँ यही हुनुपर्छ। यो बाटोमा अलिकति गाडी धेरै हिँड्छ किनभने रानीटार जाने बाटोको केन्द्रबिन्दु नै यही हो। मुख्य यातायात क्षेत्र नै यही हो। बाटो चाहिँ गाई धेरै चाहिँ धुलो हामी यस्तो राइटर भन्नु पनि सक्छ बाटो चाहिँ गरे कुदाउनु धुलो देखाएन गाडी आयो भन्छ नि हामीलाई त धुलो चाहिँ के गर्छ। बाटोको कुरा नगर्नु साथीहरू यति धेरै धुलो छ कि बाटोमा हामी सोच्न पनि सकिँदैन। बाइकै पुरा बुङ बुङ गाडी गएको छ। गाडी आयो यार हमारे धुलो त कटिहाल्छ यार। अब धुलो हेरौँ है गाइडहरू यहाँ गाडीले कति धुलो उडाइरहेको छ। धुलो त पछाडि जाँदैन त धुलो गाडीकोमा धुलो हेर्नुहोस् गाइड। यो बाटोमा एउटा गाडी आयो भने यति धेरै धुलो उडाउँछ भनेपछि अब हेर्नु त कस्तो धुलो उडाएर गएको छ गाडीले। यहाँ त पुरै धुलोले त मान्छेलाई छुट्छ गाइड। त्यही पनि अब हामी गइरहेको छौँ। अब देख्न सक्नुहुनेछ यो बाटोमा चाहिँ अहिले चाहिँ धेरै गाह्रो छ गाइड। मैले पनि सघाउनु पर्ने देख्नु हुँदैन। यो ट्र्याक्टर यहाँ बिग्रियो जस्तो छ। एउटा हेर्नुहोस् गाइड यहाँ ट्र्याक्टर बिग्रेर छोडी गएछ बिचराहरूको टायरै पम्चर भयो जस्तो छ। यसरी खक्रक्क बाटोमा राखिरहेको छ। अब के गर्ने होला धुलोको यस्तो छ हालत। अहिले चाहिँ हामी यो बिच जङ्गलमा आएर टक्कसँगले हिसाब र पिसाब चाहिँ मान्छेले क्लियर गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले पिसाब क्लियर गऱ्यौँ। अब अझै पनि कति छ बाटो हामीलाई थाहा छैन। बाटो यति धेरै धुलो छ कि आम्मामा गाह्रो भइरहेछ गाइस राइड गर्नुको लागि पनि। सो अघि बढौँ है त गाइसहरू। अब यो जेसिबीलाई नै ढुङ्गाले बनाइदिएको छ यस्तो टाउकै चुट्टाइदिएछ। यता बाटो खन्न आएको रहेछ हो गाडी आयो कि ट्र्याक्टर जाँदो रहेछ। आम्मामा अब यो ट्र्याक्टरलाई हामीले छिचोलेर गएन भने डर धुलो खाइन्छ। बिस्तारै बिस्तारै जाउँ त्यहाँ। अब यस्तो यो ट्र्याक्टरले यति धेरै धुलो पाउँछ कि धुलो हेर्नुहोस् गाइस ल। अब धुलोले गर्दा गाइस बाटै देखिएको छैन। उता हेर्नुहोस् त गाइस धुलो बाटो त पुरै केही देखेको छैन। यस्तो गाह्रो छ। पानी पऱ्यो भने त धान रोप्नै हुन्छ होला हौ यहाँ त। मेरो भाइ चाहिँ खतरा बाइक चलाउँछ भनेर यहाँ भनिरहेको त नि। कहाँ पुग्यो घर न त खोइ। ए चौडन्डी गढी निक्लिन आँटिएछ। हामी चाहिँ फाइनल गाई चौडन्डी गढी निक्लिन आँटिएछ है। अलिअलि देखिँदैछ चौडन्डी गढीको टाउकोहरू।
बाटो यस्तो हालत हेर्नुहोस् यहाँ बाटोको हालत त खराबै छ यहाँ पनि एउटा गाउँ रहेछ खोइ कुन गाउँ हो गाउँको नाम चाहिँ थाहा भएन तपाईँहरूलाई म भनिदिन्थेँ थाहा भएको भए त मलाई पनि थाहा छैन जे होस् हामी चौडण्डी गाडी चाहिँ निक्लिन आँट्यौँ यहाँ त घरहरू रहेछ बारीहरू पनि रहेछ जङ्गलको बिचमा एउटा गाउँ जस्तै रहेछ 2-4वटा घर रहेछ बाटो हेर्नुहोस् हालत त्यस्तो छ यो र फाइनली गाइज हामी मृत्युको मुखबाट बाँचे जस्तै यो बाटो यस्तो गाह्रो छ नि चलाउन अनि त्यसमाथि बाटो सागु र अनि घुम्तीमा गाडी आइदिँदा त ओहो धेरै गाह्रो गाइज धेरै गाह्रो यस्तो धुलो छ यता अब सिकौरेहरू अलिक चलाउन नजान्नेहरूको चाहिँ यो बाटोमा कामै छैन अनि अहिले त अब जान्ने मान्छेहरू चलाउन जान्ने मान्छेहरू यो राइडमा चाहिँ धेरै नै गाह्रो छ गाइस धुलो भनेको सानो छैन सक्नुहुनेछ अब चाहिँ हामी चौडण्डी गाडी निस्किन लागिरहेको छौँ अब लगभग 2-3 मिनटमा चाहिँ हामी चौडण्डी गाडी निस्किन्छ मास्तिर हे गाइस हामी अब फाइनली 4 घरे भन्ज्याङमा आइसकेको छौँ अनि थोरै माथि चाहिँ 4 घरे भन्ज्याङदेखि चाहिँ अलिकति माथि पर्छ चौडण्डी गाडी चाहिँ अब यो बाटो चाहिँ ठ्याक्कै हामी 4 घरे भन्ज्याङमा निस्किनेछौँ त्यहाँ चाहिँ अलिकति सानो गाउँ पनि रहेको छ ठ्याक्क भन्ज्याङ जस्तो अनि बाटोको त के कुरा गरौँ यो धुलोको कुरै अनि अब हामी 4 घरे भन्ज्याङबाट गडी पुग्नको लागि त त्यही 4-5 मिनट हो अनि हामी उता भ्यू टावर पनि जाने नै छौँ सो गाइस तपाईँहरूलाई हामी देखाउने नै छौँ घाम लाग्यो है अहिले यहाँ माथि आइपुगेपछि चाहिँ सो फाइनली अब चाहिँ हामी चौडण्डी गढी आइपुगिसकेको छौँ 4 घरे भन्ज्याङमा तपाईँहरूले यहाँको दृश्य चाहिँ एकदम चिसो मौसम चिसो हावा मस्त गरिरहेको छौँ हामीले तपाईँहरूलाई म हामी निस्कँदैछौँ गाइजहरू हामी अब चौडण्डी गढी आइपुगिसकेका छौँ अनि यो दृश्यलाई तपाईँहरूले देख्न सक्नुहुनेछ यहाँको गाउँघरलाई अनि यहाँको एकदमै चिसो वातावरणलाई वाह 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 अनि अब हामी जाँदैछौँ डाँडामा छ चौडण्डी गढीको भ्यू टावर अनि त्यो भ्यू टावरमा चाहिँ हामी अहिले जाँदैछौँ अब हामीलाई 2-3 मिनट लाग्न सक्छ हामीलाई बाटो थाहा छैन नि त बाइक चाहिँ कताबाट जान्छ भनेर हिँडेर चाहिँ अब हामी पहिला गइरहेको थियौँ बाइकमा चाहिँ यो हाम्रो फर्स्ट टाइम भएको हुनाले अलिकति हामीले अब त्यो बाटो खोज्नुपर्ने हुन्छ गाइज अनि त्यस पछाडि बाटो खोजेर चाहिँ फेरि हामी जानुपर्ने हुन्छ यहाँ आइसकेपछि चाहिँ तल झुक्दाखेरि चाहिँ अलिकति गर्मी भइरहेको थियो नि यहाँ चाहिँ एकदमै चिसो हावा छ चिसो भइरहेको छ है तपाईँहरूले हाम्रो सो हिँडेर जाँदाखेरि चाहिँ हामी यहाँबाट जान्थ्यौँ यस्तो डाँडा अब हामी बाइकमा छौँ अब हामीले चाहिँ रोड खोज्नु पर्ने हुन्छ अनि हामी चाहिँ अब रोड खोज्दै जाँदाखेरि अब कति बेला पुग्छ त्यो थाहा छैन है त गाइजहरू एउटा चाहिँ बोर्ड रहेछ अनि सायद अब यो उता तलतिर जाने बाटो भएपछि यो मासतिर जाने भने चाहिँ भ्यू टावर जाने बाटो यही हो त्यस कारणले अब हामी यता मासतिर जानुपर्ने हुन्छ गाइज है त ल यो चाहिँ यता तल चाहिँ के भन्छ पनि गडान्त स्कुल के अनि यता तलतिरको गाउँको नाम चाहिँ मलाई खासै थाहा छैन अनि यो गाउँलाई पनि तपाईँहरूलाई मैले टक्क भिडियोमा देखाइदिइहालेँ अनि यस्तो छ भ्यू टावर जाने बाटो चाहिँ अलिकति अफ रोडै छ भनौँ न है गाइस फाइनली हामी आइपुगिसकेका छौँ यो हो चौडण्डी गढीको भ्यू टावर तपाईँहरूले देख्न सक्नुहुनेछ कलर खोइलिएको जीर्ण अवस्थामा रहेको छ तर राष्ट्रिय झन्डा पनि च्यातिसकेको रहेछ अनि यस्तो चाहिँ बस्ने ठाउँहरू पनि जता पायो त्यतै लाथालिङ्गै क्या यो व्यवस्थापन राम्रो नभएर होइन अब हुनु त अब यो होइन स्थानीय सरकारले ध्यान दिनुपर्ने हो यो पर्यटकीय स्थल भएपछि हेर्नुहोस् त बस्ने कुर्सीहरू यत्तिकै ढलिरहेको छ यता अब कोही कता फर्किरहेको छ कोही कता फर्किरहेको छ यो बनाउँदै अलिकति व्यवस्थापन नराम्रो भएको कारणले स्थानीय सरकारको पनि यहाँ ध्यान जाओस् तपाईँहरू अनि म चाहिँ त्यसैको लागि पनि यहाँ के कस्तो छ भनेर भिजिट गर्नको लागि आएको छु धेरै पहिला आएको थिएँ आजभन्दा 1 वर्ष अगाडि तपाईँहरूले त्यहाँ मेरो भ्लगमा पनि देख्न सक्नुहुनेछ र आज फेरि म एकचोटि चौडण्डी गढी भ्यू टावरलाई निहाल्नको लागि आएको छु तपाईँहरूलाई देख्न सक्नुहुनेछ अनि पहिला जति थियो म आउँदाखेरि अहिले पनि त्यति नै छ त्योभन्दा धेरै जीर्ण अवस्थामा रहेको छ यो भ्यू टावर व्यवस्थापन अब स्थानीय सरकारले ध्यान नदिएर हो कि के हो कसो होइन हुन त यो पर्यटकीय स्थान हो
यसलाई अलिकति अझै राम्रो बनाउनु पर्ने हो, तर पनि एकदम यसको यो जीर्ण अवस्थामा छ, यो फुटेर टुटेर यस्तो अवस्थामा रहेको छ, कलरहरू खुइलिएर गएर होइन। जतिसक्दो चाहिँ म त्यही भन्छु स्थानीय सरकारको ध्यान जाओस् यसलाई होइन, कसरी के गर्ने हो होइन, अगाडि बढाउनु पऱ्यो नि त। एउटा पर्यटक स्थल भइसकेपछि यस्तो छ, जीर्ण अवस्थामा यस्तो फुटेर टुटेर यस्तो अवस्थामा रहेको छ। अब हामी माथि पनि गएर हेर्नेछौँ है त। अहिले हामी यो चौडण्डीगढीको भ्यू टावरको टपमा छौँ र हेर्नुहोस् नेपालको झन्डा च्यातिएर पनि जीर्ण भइसकेको छ। यो के हो, यो के हो, हेर्नुहोस् दर्शकबिनहरू। सिधामा कटिदिन नपरोस् होइन। र त्यही भएर अब हामी यहाँबाट फेरि चौडण्डीगढी दरबारमा जानेछौँ। सो लेट्स गो गाइज। ल हेर्नुहोस् गाइजहरू, अब यो चौडण्डीगढीको भ्यू टावर एकदमै पर्यटकले सम्भावना बोकेको क्षेत्रमा फोहोर मानिसहरूले व्यवस्थापन नगरेर यहाँ आउँदो रहेछ, खाँदो रहेछ, फ्याल्दो रहेछ। आमामा यति दुर्गन्धित यस्तो फोहोर छ नि, यति धेरै छ कि यो चाहिँ अलिकति व्यवस्थापन गर्नुपर्ने हुन्छ। स्थानीय सरकारले पनि ध्यान केन्द्रित गरेर अब होइन, मान्छे त मान्छे भइहाल्यो, मान्छेले त अब फेरि होइन उही खालको हुन्छ नि त, मान्छेहरू पनि अब खाएर फ्याल्ने ठाउँ त अलिक राम्रोसँगले होइन, बरु यहीँ फ्याल्यो भने अलिकति जम्मा गरेर त डढाउनु हुन्थ्यो नि त। छिलिपिटी ठ्यापै फोहोरहरू फालेर यो यस्तो अलिकति अब यसमा चाहिँ के कमजोरी भन्दा पनि अब स्थानीय सरकारले चाहिँ यसलाई अलिकति व्यवस्थापन गर्नु पऱ्यो क्या। एक किसिमको अब यो पर्यटकीय एकदमै सम्भावना बोकेको स्थल हो, एकदमै राम्रो छ। यहाँको हावापानी वातावरण प्रकृतिको होइन, तलबाट माथि आउँदाखेरि यति यहाँ शान्त हुन्छ कि चिसो हावा आनन्द आउँछ क्या, छुट्टै अनुभव हुन्छ क्या, फिल हुन्छ। यति राम्रो ठाउँ हो नि, तर यसलाई अलिकति हामीले व्यवस्थापन गर्न सक्यो भने चाहिँ धेरै नै राम्रो पर्यटकीय स्थल हुन सक्ने सम्भावना बोकेको ठाउँमध्ये चाहिँ उदयपुरको यो पनि हो है तपाईँहरूले। तर यहाँको व्यवस्थापन, यहाँको स्थानीय सरकारले कमजोरी देखिन्छ क्या। यहाँ चाहिँ त्यही हो, स्थानीय सरकारले अलिकति होइन मेन्टेन गरेर मजाले व्यवस्थापन गरेर राम्रो गरिदिएको भए त धेरै नै राम्रो हुन्थ्यो नि। अब नगरेको पनि होइन, हेर्न सक्छ होइन, यता टोइलेट पनि छ, अब उता भ्यू टावर भइहाल्यो, घेरापारा पनि गरेकै छ, तर यसलाई अझै राम्रोसँगले व्यवस्थापन गर्नुपर्ने देखिन्छ क्या होइन। अझै अलिकति राम्रो तरिकाले नगरेको चाहिँ होइन भन्दिनँ म, तर गरेको छ, तर पनि अझै राम्रो व्यवस्थापन चाहिँ गर्नु जरुरी देखिन्छ है। नगरेको होइन क्या, यहाँनिर सरकारले लगानी गरेको एकदम राम्रो छ। हेर्नुहोस् यो टोइलेट हेर्दै यति सुन्दर छ होइन, तर यहाँ भित्र गयो भने टोइलेट र के भन्नु, अब त्यो अर्कै हालत छ क्या। अब यहाँ हेर्नु यति राम्रो फलामको सिटहरू हेर्नु त यसरी बिजोग भएर अब गयो खेर, अब ती यस्तो छ हालत। एकदम राम्रो स्थल हो, बनाउन पनि खोजियो, लगानी पनि होला अलिअलि, तर अझै राम्रो व्यवस्थापन गर्नको लागि चाहिँ म होइन, मेरो आफ्नो व्यक्तिगत विचार हो। तपाईँलाई के लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला जरुर। र आज हामी छौँ यो चौडण्डीगढीको भ्यू टावरमा। हे गाइज, अहिले हामी आइपुगेका छौँ चौडण्डीगढी दरबारमा। तपाईँले देख्न सक्नुहुनेछ आजभन्दा 1 वर्ष अगाडि म चौडण्डीगढी दरबारमा आउँदा पनि चौडण्डीगढी दरबारको यो हालत थियो। अरू ठाउँ चाहिँ पुरै टाइल लगाइसकेको छ, अनि यता पनि टाइल चाहिँ लगाइसकेको छ, हेर्न सक्नुहुन्छ यो टाइल यता टाँसिसकेको छ। तर 1-2 वर्षको बाद पनि अरू ठाउँ पनि टाइल हेर्नुहोस् केही लगाएको छैन, यो एकदम जीर्ण अवस्था पुरै। यहाँ त बाख्रा खोर जस्तोको बाख्रा सुतिरहेछ, घाँसहरू यताउति हेर्न सक्नुहुन्छ यो अवस्था। यसमा पनि स्थानीय सरकारले निकै ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। यो गेट के भएर पास नभएको हो कि अथवा बनाउनै नजाने हो कि के भइरहेछ, अवस्था एकदम जीर्ण छ है। अब हामी चौडण्डीगढी दरबारभित्र प्रवेश गर्दैछौँ। तपाईँहरूलाई थाहा छ यो चौडण्डीगढी ऐतिहासिक रूपमा पनि एउटा उदयपुरको इतिहास बोकेको एउटा दरबारको रूपमा चिनिने एउटा एकदमै राम्रो क्षेत्र, पर्यटकीय स्थल पनि को रूपमा पनि मानिन्छ। यहाँ धेरै पर्यटकहरू आउने जाने पनि गर्दछ र अहिले पनि हामी यहाँ आउँदैछौँ। म लगभग 1 वर्ष पछाडि आउँदा पनि यो चौडण्डीगढी दरबारको बन्दै गरेको गेटको हालत भने त्यस्तै छ। आधी टायर लगाइसकेको छ भने आधी टायर लगाएको छैन। अब हामी निस्कियौँ अहिले चौडण्डीगढी दरबारको ठ्याक्कै यो दरबारभित्रै भनौँ। अहिले हामी चौडण्डीगढी दरबार क्षेत्रमा यहाँभित्र प्रवेश गरेका छौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ त्यहाँ तल पानी ट्याङ्की बनेछ एउटा नयाँ, अनि यो पनि नयाँ बनेछ। यहाँ अलिकति जे होस् यहाँ बस्न ठाउँ यसो के हो यो लगाएर चाहिँ राम्रोसँगले प्लास्टर गरेर बनाइएछ। के हो पनि यो पहिला थिएन यहाँ, अहिले चाहिँ अलिकति बस्नको लागि राम्रो ठाउँ बनाइएछ। यो पनि एकदमै सुन्दर ठाउँ हो क्या, प्राकृतिक हिसाबले पनि यहाँबाट धेरै दृश्य अवलोकन गर्न सकिन्छ। धेरैवटा जिल्ला, पहाडी जिल्लाहरू अनि
तराईका त मधेसको जिल्लाहरू भयो यहाँबाट पनि निकै दृश्य राम्रो अवलोकन गर्न सकिन्छ। तर आज चाहिँ खै यो दृश्य लागेर होला गाइस राम्रोसँगले दृश्यहरू अवलोकन गर्न पनि पाइरहेको छैन। अनि हामी छौँ अहिले चौडण्डी गढी दरबार क्षेत्रमा र तपाईँहरूले यहाँको दृश्यलाई अवलोकन गर्न सक्नुहुन्छ। यो पनि एकदमै सुन्दर छ। यहाँ पनि अलिकति स्थानीय सरकारको ध्यान केन्द्रित गराउनु पर्ने जरुरी देखिन्छ, किनभने धेरैचोटि उठिसकेको छ क्या यो कुरा। चौडण्डी गढी दरबारको गेट किन बनेन के भएर बनेन भनेर होइन। चौडण्डी गढी दरबारको चाहिँ यो बन्नुपर्ने गेट चाहिँ किन बनेन, यति राम्रो सुन्दर ठाउँको होइन। यहाँ हेर्न सक्नुहुनेछ एकपट्टि चाहिँ टाइल लगाएर चिल्लो न चिल्लो एकदमै राम्रो बनाएको छ भने एकपट्टिको गेट चाहिँ त्यतिकै भग्नावश्यक के भनौँ, धेरै नै खराब हालत छ यो गेटको चाहिँ। यति राम्रो स्थल छ, यति राम्रो स्थल चाहिँ बन्यो, तर गेट चाहिँ किन बनेन भन्ने प्रश्न हो मेरो मनमा। म आजभन्दा एक वर्ष अगाडि आएको थिएँ यही ठाउँमा, त्यो बेला पनि यो सुन्दर गेट चाहिँ यतिकै बनिसकेको थियो। अनि त्यस पछाडि अहिले पनि हेर्छु म अहिले हामी यो एक्लेबर भन्ने चौडण्डी गढीकै एकदमै यो आकर्षक रूपमा रहेको यो धेरै पुरानो बरको बोटको खेत मुनि छौँ। एकदमै राम्रो छ यो सुन्दर, यसको दृश्य अवलोकन गर्न पनि एकदमै आनन्द छ। यसको छाहारीमा बसेर शीतल ताप्नुको मजा छुट्टै छ। यसलाई भनिन्छ एक्लेबर गाइस। अब चाहिँ हामी फर्किँदैछौँ अनि मैले तपाईँहरूलाई जतिपय कुराहरू देखाउनु पर्ने थियो चौडण्डी गढीका दरबार भ्यू टावर देखाइसकेँ। अवश्य हामी घर फर्किँदैछौँ। मैले अबको यो तपाईँहरूलाई देखाउँदै गरेको दृश्य 4 गरे भन्ज्याङ हो र अब मैले तपाईँहरूलाई मेरो भ्लगलाई चाहिँ यतैतिर अन्त्य गर्नुपर्ने हुन्छ, किनभने मेरो गोप्रोको चार्ज सकिसकेको छ। मैले आज बिर्सेर एउटा मात्रै ब्याट्री लिएको कारणले गर्दाखेरि अब मैले चाहिँ भ्लगलाई यतैतिर अन्त्य गर्नेछु गाइज। र अर्को नयाँ भ्लगमा फेरि पनि तपाईँहरूसँग भेट्ने आशा राख्दै यो भ्लगबाट छुटिन चाहन्छु। हस्त स्वस्थ रहनु होला, मस्त रहनु होला अनि व्यस्त रहनु होला।